आजको यो विशेष विश्लेषण सामग्रीमा यहाँहरू सबैलाई स्वागत छ। विषयवस्तुमा गहिरिएर प्रवेश गर्नुअघि म एउटा निकै रोचक ऐतिहासिक कथाबाट सुरु गर्न चाहन्छु। यो कथा हो एडविन सी बार्न्सको। उहाँको एउटा मात्र सपना थियो, महान वैज्ञानिक थोमस एडिसनसँग मिलेर काम गर्ने। सुन्दा सामान्य लाग्न सक्छ, तर त्यो केवल एउटा साधारण चाहना मात्र थिएन। त्यो त एउटा भित्रैदेखि जल्दै गरेको तीव्र इच्छा थियो। उहाँसँग न त पैसा थियो, न एडिसनसँग चिन्जान नै, तर उहाँको त्यो अठोटले एउटा ठूलो कुरा प्रमाणित गरिदियो। सम्पत्ति र ठूला उपलब्धिहरूको सुरुवात अन्त कतैबाट होइन, हाम्रै दिमागको एउटा शक्तिशाली विचारबाट हुन्छ। त्यसो भए एउटा अमूर्त विचारले कसरी भौतिक यथार्थको रूप लिन्छ त? आउनुहोस्, आज हामी यसैको गहिराईमा पुगौं। आजको हाम्रो यो सामग्री सम्पत्ति निर्माणको आधारभूत दर्शनमा केन्द्रित छ। हाम्रा अमूर्त विचारहरू कसरी ठोस भौतिक यथार्थमा परिणत हुन्छन् भन्ने कुराको प्राथमिक सिद्धान्तलाई आज हामी केलाउनेछौँ। यो कुनै जादु वा चमत्कार होइन है, यो त मानव मस्तिष्कले कसरी काम गर्छ र सफलताको मनोविज्ञानलाई कसरी व्यवहारमा उतार्न सकिन्छ भन्ने एउटा सुव्यवस्थित प्रक्रिया हो। साँच्चै भन्ने हो भने धनी बन्ने यो विज्ञान बुझ्न निकै रमाइलो छ। आज हामी मुख्य रूपमा यी 5वटा विषयवस्तुमा छलफल गर्नेछौँ। पहिलो, विचारहरू कसरी वस्तुमा रूपान्तरण हुन्छन्। दोस्रो, इच्छाको शक्ति। तेस्रो, हाम्रो अवचेतन मनको पुनर्संरचना। चौथो, योजना र मास्टरमाइन्डको अवधारणा। र अन्त्यमा, असफलता र डरलाई कसरी जित्ने। यो विचारदेखि यथार्थसम्म पुग्ने एउटा स्पष्ट मार्गचित्र हुनेछ। हामीले आज चर्चा गर्न लागेको आधारभूत दर्शन नेपोलियन हिलको विश्व प्रसिद्ध क्लासिक कृतिमा आधारित छ। अचम्मको कुरा के छ भने यो कुनै एउटा व्यक्तिको कोरा कल्पना होइन। एन्ड्रयू कार्नेगीको प्रेरणाबाट सुरु भएको यो अनुसन्धानमा तत्कालीन समयका 500 भन्दा बढी अत्यन्तै सफल र धनी व्यक्तिहरूको जीवनको गहिरो अध्ययन गरिएको थियो। यसले के प्रमाणित गरेको छ भने सफलता भनेको चिट्ठा परेर वा भाग्यले मात्र पाइने कुरा होइन। यो त एउटा स्पष्ट सूत्रमा आधारित व्यवहारिक कला हो, जसलाई जो कोहीले पनि सिक्न र अभ्यास गर्न सक्छ। अब हाम्रो पहिलो खण्डमा प्रवेश गरौँ। विचारहरू कसरी वस्तुमा रूपान्तरण हुन्छन्। यसको सबैभन्दा आधारभूत सिद्धान्त नै यही हो कि संसारका हरेक ठूला उपलब्धि, आविष्कार र आर्जन गरिएका असीमित सम्पत्तिको सुरुवात केवल एउटा सानो विचारबाट नै भएको हुन्छ। आज हामीले देख्ने ठूला भवन, प्रविधि वा व्यापारिक साम्राज्य कुनै समय कसैको दिमागमा उब्जिएको एउटा सोच मात्र थिए। यो भनाइले ठ्याक्कै सत्य बोलेको छ। मानव मस्तिष्कको क्षमता साँच्चै नै असीमित छ। स्रोत सामग्रीमा एउटा निकै मार्मिक ऐतिहासिक घटना उल्लेख छ, आर.यू. डार्बीको कथा। उहाँले महिनौसम्म सुनखानीमा खन्नुभयो, तर केही नभेटिएपछि अन्ततः हार मानेर फर्किनुभयो। पछि त्यही खानी अर्को व्यक्तिले खन्दा डार्बीले खन्न छोडेको ठाउँभन्दा जम्मा 3 फिट अगाडि विशाल सुनको भण्डार भेला पर्यो। सोच्नुस् त कति ठूलो विडम्बना। यसले हामीलाई सिकाउँछ कि कसरी अस्थायी पराजयले मानिसहरूलाई अपार सफलताको ठ्याक्कै नजिकै पुगेर पनि रोक्दिन्छ। कहिलेकाहीँ हामी सफलताको ढोकामै पुगेर पनि हार मानिरहेका हुन्छौँ। हामी दोस्रो खण्डमा आएका छौँ, इच्छाको शक्ति। सफलताको यो यात्रामा मलाई धनी बन्न मन छ भन्ने एउटा सामान्य चाहना मात्र हुनुले खासै केही काम गर्दैन। हामीलाई एउटा यस्तो तीव्र ज्वलन्त इच्छा चाहिन्छ जसले पछाडि फर्किने सबै बाटोहरू बन्द गरिदिन्छ। यस्तो इच्छा जसले असफलता भन्ने कुरालाई यथार्थको रूपमा स्वीकार नै गर्दैन। यही उत्प्रेरकले नै हाम्रा सुतेका विचारहरूलाई ठोस कार्यमा बदल्ने इन्धनको काम गर्छ। अब प्रश्न आउँछ, त्यो इच्छालाई कसरी यथार्थमा बदल्ने त? स्रोत सामग्रीले सम्पत्तिको इच्छालाई वास्तविक आर्थिक यथार्थमा बदल्न यी 6वटा निकै स्पष्ट र व्यवहारिक चरणहरू तोकेको छ। पहिलो कुरा, केवल धेरै पैसा चाहियो भनेर हुँदैन, ठ्याक्कै कति रकम हो त्यो दिमागमा निश्चित गर्नुपर्छ। दोस्रो, त्यो पैसा प्राप्त गरेबापत समाजलाई वा अरूलाई के मूल्य वा सेवा दिने हो त्यो पनि प्रष्ट हुनुपर्छ, किनकि सित्तैमा केही पनि पाइँदैन। त्यसपछि एउटा निश्चित मिति तय गर्ने, योजना बनाउने र यी सबै कुरालाई एउटा पानामा लेख्ने। सबैभन्दा अचम्मको कुरा त के छ भने त्यो लेखेको कुरालाई हरेक दिन बिहान उठ्ने बित्तिकै र राति सुत्नु अघि ठूलो स्वरले पढ्नुपर्छ। यसले हाम्रो दिमागमा एउटा गहिरो छाप छोड्छ। अघिल्लो खण्डमा हामीले इच्छाको कुरा गर्यौं। अब अगाडि बढौं र हेरौं कि कसरी मनोवैज्ञानिक रूपमा आफूलाई यो सफलताको लागि तयार गर्न सकिन्छ। हाम्रो तेस्रो खण्ड छ अवचेतन मनको पुनर्संरचना।
हाम्रो अवचेतन मन एउटा विशाल मानसिक इन्जिन जस्तै हो। जबसम्म हामीले आफ्नो इच्छालाई एउटा डगमगाउन नसक्ने विश्वास प्रणालीमा परिणत गर्दैनौं, तबसम्म यो इन्जिनले पूर्ण क्षमतामा काम गर्न सक्दैन। विश्वास वा आस्थाले कसरी काम गर्छ भन्ने कुरा निकै रोचक छ। अटो सजेसन अर्थात् आत्मसुझावको माध्यमबाट आफ्ना इच्छाहरूलाई गहिरो भावनाका साथ बारम्बार दोहोर्याउँदा यसले हाम्रो अवचेतन मनलाई पूर्ण रूपमा ह्याक गरिदिन्छ। अवचेतन मनले सफलता प्राप्त हुने कुरालाई सत्य मान्न थाल्छ र जब अवचेतन मनले यो कुरा पत्याउँछ तब यसले ती इच्छाहरू पूरा गर्न आफै नयाँ र व्यावहारिक योजनाहरू उत्पादन गर्न थाल्छ। यो भनेको हाम्रो दिमागलाई सफलताको लागि प्रोग्रामिङ गर्नु जस्तै हो। हामी अक्सर सुन्छौं कि ज्ञान नै शक्ति हो, तर स्रोत सामग्रीका अनुसार ज्ञान आफैमा शक्ति होइन, यो केवल एउटा सम्भावित शक्ति मात्र हो। यहाँ सामान्य ज्ञान र विशिष्ट ज्ञान बीचको ठूलो भिन्नता देखाइएको छ। धेरै विश्वविद्यालयका डिग्री वा सामान्य शिक्षाले मात्र विरलै सम्पत्ति सृजना गर्छ। सम्पत्ति कमाउनका लागि त विशिष्ट ज्ञान चाहिन्छ र त्यो ज्ञानलाई एउटा निश्चित उद्देश्य प्राप्तिको लागि अत्यन्तै बुद्धिमानीपूर्वक व्यवस्थित र निर्देशित गरिएको हुनुपर्छ। ज्ञानलाई जबसम्म एउटा निश्चित योजना बनाएर प्रयोग गरिँदैन, त्यसले पैसा कमाउन सक्दैन। आन्तरिक मानसिक तयारीको कुरा गरेपछि अब हामी बाह्य कार्यान्वयनको चरणमा आइपुगेका छौं। यो चौथो खण्ड हो, योजना र मास्टरमाइन्ड। हाम्रा विचार र इच्छाहरू जतिसुकै राम्रा भए पनि तिनलाई प्रभावकारी रूपमा व्यवहारमा उतार्न सुव्यवस्थित योजनाको आवश्यकता पर्छ र यही बिन्दुमा मास्टरमाइन्डको निकै शक्तिशाली अवधारणा हाम्रो अगाडि आउँछ। मास्टरमाइन्ड भनेको के हो त? एकदमै सरल भाषामा भन्नुपर्दा कुनै पनि एक व्यक्तिसँग मात्र यति धेरै अनुभव, शिक्षा वा क्षमता हुँदैन कि उसले अरूको सहयोग बिना नै ठूलो सम्पत्ति जोड्न सकोस्। जब 2 वा सोभन्दा बढी मस्तिष्कहरू एउटा साझा उद्देश्यका लागि पूर्ण सद्भावका साथ एकसाथ जोडिन्छन्, तब त्यहाँ एउटा तेस्रो, अदृश्य र निकै शक्तिशाली ऊर्जा उत्पन्न हुन्छ। यसैलाई मास्टरमाइन्ड सिद्धान्त भनिन्छ। एकले दौडिएर जति पुगिन्छ, सही मानिसहरूको समूहसँग मिलेर दौडिँदा त्योभन्दा कैयौं गुणा पर पुग्न सकिन्छ। एउटा साँच्चै नै सफल मास्टरमाइन्ड समूह कसरी निर्माण गर्ने त? यसका लागि केही महत्त्वपूर्ण कदमहरू छन्। सुरुमा आफूलाई आवश्यक पर्ने सिप र अनुभव भएका व्यक्तिहरूको समूह छान्ने। उनीहरूलाई पनि यसबाट के फाइदा हुन्छ त्यो स्पष्ट पार्ने, किनकि एकतर्फी फाइदाले मात्र समूह टिक्दैन। हप्तामा कम्तीमा 2 पटक नियमित रूपमा भेटघाट गर्ने र सबैभन्दा महत्त्वपूर्ण कुरा, समूहभित्र पूर्ण शान्ति र सद्भाव कायम राख्ने। अलिकति पनि मतभेद वा स्वार्थ बाजियो भने यो मास्टरमाइन्डले काम गर्दैन। यो एउटा राम्रोसँग तेल हालिएको मेसिन जस्तै सँगै चल्नुपर्छ। अब हामी हाम्रो अन्तिम र निकै महत्त्वपूर्ण खण्डमा छौं, असफलता र डरलाई जित्ने। सफलताको बाटो कहिले पनि सिधा र सजिलो हुँदैन, यो त हामी सबैलाई थाहै छ। यस यात्रामा आउने अपरिहार्य अवरोधहरू र नकारात्मकताबाट आफ्ना योजनाहरूलाई जोगाउन एउटा बलियो रक्षात्मक रणनीति चाहिन्छ। त्यसैले यो खण्डले एउटा अभेद्य ढालको काम गर्छ। यहाँ एउटा निकै गम्भीर प्रश्न छ, एक व्यक्ति र उसले प्राप्त गर्न सक्ने असीमित सम्पत्तिको बीचमा ठ्याक्कै के कुरा उभिन्छ त? अधिकांश मानिसहरू किन बारम्बार असफल हुन्छन्? हामी प्राय अर्थतन्त्र, परिस्थिति वा अरू मानिसहरूलाई दोष दिन्छौं, तर यसको वास्तविक उत्तर बाहिरी परिस्थितिहरूमा होइन, हाम्रा आफ्नै भित्री मानसिक बाधाहरू र व्यक्तिगत कमजोरीहरूमा लुकेको हुन्छ। त्यो एउटा अदृश्य पर्खाल हो जुन हामी आफैले खडा गरेका हुन्छौं। स्रोत सामग्रीले असफलताका केही मुख्य कारणहरू औल्याएको छ। तीमध्ये स्पष्ट उद्देश्यको कमी पहिलो हो। मानिसहरू कहाँ जाने भनेर थाहा नपाई हिँडिरहेका हुन्छन्। अर्को सबैभन्दा ठूलो शत्रु भनेको निर्णय लिन नसक्नु र निरन्तरताको कमी हो। सफल मानिसहरू निकै छिटो निर्णय लिन्छन् र त्यसलाई एकदमै बिस्तारै मात्र परिवर्तन गर्छन्, तर असफल मानिसहरू निर्णय लिनै सक्दैनन्। त्यस्तै तथ्यगत रूपमा सोच्नुको सट्टा केवल हावाको भरमा अनुमान लगाउनु र चाहिने भन्दा बढी होशियार हुनु वा डराउनुले पनि हाम्रा सम्पत्ति निर्माणका योजनाहरूलाई ध्वस्त पारिदिन्छन्। यहाँ डरका 6 वटा भूतहरूको सूची दिएको छ। यी डरहरूले मानिसलाई पूरै पक्षघात गराइदिन्छन् र कुनै पनि नयाँ कदम चाल्नबाट रोक्छन्। मानिसहरू गरिब हुने डर, अरूले के भन्लान् भन्ने आलोचनाको डर, बिरामी पर्ने डर, माया गुमाउने डर, बुढो हुने डर र मृत्युको डर पालेर बसेका हुन्छन्। यी मध्ये पनि गरिबीको डरलाई सबैभन्दा बढी विनाशकारी मानिएको छ। यसले मानिसको तर्क गर्ने क्षमतालाई नष्ट गर्छ र कल्पनाशीलतालाई पूरै सिद्ध्याइदिन्छ, अनि यस्तो अवस्थामा सफलता हासिल गर्नु लगभग असम्भव जस्तै बन्न पुग्छ।
असफल हुने व्यक्तिहरूसँग जहिले पनि एउटा तयारी जवाब हुन्छ। उनीहरू परिस्थितिलाई दोष दिँदै 57वटा प्रसिद्ध बहानाहरूको सहारा लिने गर्छन्। जस्तै, मसँग पैसा भएको भए, मेरो परिवारले साथ दिएको भए, समय राम्रो भएको भए इत्यादि। तर कठोर सत्य के हो भने बहानाले कहिले ब्याङ्कको खातामा पैसा जम्मा गर्दैन। हामीले पूर्ण रूपमा नियन्त्रण गर्न सक्ने एउटै मात्र कुरा छ, र त्यो हो हाम्रो आफ्नो मनको अवस्था। आफ्नो मनस्थिति नियन्त्रण गर्नेले मात्र आफ्नो भाग्य नियन्त्रण गर्न सक्छ। हामी आजको यो विश्लेषणको अन्त्यमा आइपुगेका छौं। यो अन्तिम भनाइले आज हामीले चर्चा गरेको सम्पूर्ण दर्शनको सार बोकेको छ। सकारात्मक होस् वा नकारात्मक, आज हामी जहाँ छौं र जे छौं त्यो हाम्रो विगतका विचारहरूको उपज हो। यसले हामी सबैलाई एउटा गहिरो प्रश्न सोध्न चुनौती दिएको छ। आज हामी हाम्रो दिमागमा कस्ता विचारहरूलाई हुर्काइरहेका छौं? के हामी हाम्रो मनलाई नियन्त्रण गरेर मास्टरमाइन्डको शक्ति प्रयोग गर्दै सफलताको दिशामा अगाडि बढ्न तयार छौं? यो प्रश्नको उत्तरमै अबको भविष्य लुकेको छ। समय दिनुभएकोमा धेरै धेरै धन्यवाद।